सबलाई स्वागत छ मेरो भिडियोमा। आज हामी कुरा गर्नेछौँ यस्तो स्कलरसिपको बारेमा जसबाट हामीले इन्डियामा फ्रीमा पढ्न मात्रै होइन, उल्टो इन्डियन गभर्मेन्टले हामीलाई के हुन्छ मन्थली पे गर्छ। इन्डियन गभर्मेन्टले नेपाली स्टुडेन्टको लागि भनेर हरेक वर्ष एउटा लिमिट सिटहरू छुट्याएको हुन्छ र डिफ्रेन्ट टाइपको स्कलरसिप हुन्छ। त्यहाँमध्ये सबभन्दा फेमस स्कलरसिप हो कम्पेक्स स्कलरसिप। आज हामी कम्प्लेक्स स्कलरसिपको बारेमा डिटेलमा कुरा गर्नेछौँ, जस्तै हामी इक्जामको फर्म कसरी भर्ने र त्यसपछि ल्याएर डकुमेन्ट कुन कुन चाहिन्छ र यो इक्जामको क्राइटेरियाहरू के हो, रिजल्ट कतिखेर आउँछ, कुन कुन सब्जेक्ट पढ्न पाउँछदेखि लिएर हामी एकदम सबै डिटेलमा पढ्नेछौँ। त्यसैले हाम्रो मेन मोटिभ भनेकै सबै स्टुडेन्टहरूलाई के होस्, इन्डियाको स्कलरसिपको बारेमा थाहा होस् र सबैले फ्रीमा पढ्न पाओस् भनेर नै हाम्रो यो मोटिभ अनुसार हामीले भिडियो बनाएको छौँ। आशा छ यो भिडियो तपाईँहरूले फुल्ली हेर्नुहुनेछ र यहाँबाट केही न केही फाइदा लग्नुहुनेछ। कम्पेक्स स्कलरसिप भन्नाले के, कमन प्रिफरेन्स एक्जामिनेसन। मैले तिमीहरूलाई अघि नै भनिसकेँ यो स्कलरसिप कस्तो दिन्छ, गभर्मेन्ट अफ इन्डियाले दिन्छ। कसलाई दिन्छ? नेपाली स्टुडेन्टलाई दिन्छ। यसको एम भनेकै मैले तिमीलाई भनिसकेँ अघि नै पनि, फ्री एजुकेसन दिने र हाई लेभलको एजुकेसन दिने। अनि एउटा कुरा तिमीहरूले थाहा पाउने भनेको इन्डियन गभर्मेन्टले फ्रीमा पढाउने मात्रै होइन, तिमीहरूलाई खाजा खर्च अथवा यताउति खर्च भनेर तिमीहरूलाई मन्थली 6,000 देखि 7,000को बिचमा पैसा पनि दिन्छ। तिमीहरूको दिमागमा आएको होला कि इन्डियाले स्कलरसिप त दिन्छ तर कुन कुन कोर्सहरूमा दिन्छ भनेर। इन्डिया फेमस भनेको कसको लागि हो? इन्जिनियरिङको लागि हो। त्यो कोर्स त अफकोर्स दिइहाल्छ। त्यसपछि बिएससी एग्रिकल्चरको लागि पनि दिन्छ, अनि फार्मेसीको लागि दिन्छ, अनि त्यसपछि फुड टेक्नोलोजी र बिएससी नर्सिङको लागि दिन्छ। टोटल हाम्रो कतिको लागि दिन्छ? 5वटाको लागि दिन्छ। र यसको एउटा क्राइटेरिया पनि हुन्छ, र अहिले चाहिँ मैले सानो क्राइटेरिया भनेको छु। इन्जिनियरिङ पढ्नको लागि चाहिँ हामीले पिसिएम भनेको फिजिक्स केमिस्ट्री र म्याथ लगेको हुनु पर्यो। र अरू यो फार्मेसीदेखि लिएर एग्रिकल्चर फुड टेक्नोलोजी नर्सिङ पढ्नको लागि पिसिबी। फिजिक्स केमिस्ट्री त सेम हो, बायोलोजी एक्स्ट्रा पढ्नुपर्छ। तिमीहरूले यदि 12मा बायोलोजी र म्याथ लगेको छौ भने तिमीहरू जुनसुकै फिल्डमा पनि जान सक्छौ। इन्जिनियरिङमा पनि जान सक्छौ र यो एग्रिकल्चर फार्मेसी फुड टेक्नोलोजी र नर्सिङमा पनि जान सक्छौ। मैले तिमीहरूलाई स्कलरसिपको त बारेमा भने। हरेक स्कलरसिप पाउनलाई आफ्नै एउटा क्राइटेरिया हुन्छ अथवा आफूमा क्यापेबल हुनुपर्छ, त्यत्तिकै स्कलरसिप पाइँदैन। र यसको पनि आफ्नै क्राइटेरिया छ। यसको पहिलो क्राइटेरिया भनेकै अब नेपालीको लागि स्कलरसिप दिइसकेपछि पहिलो कुरा भनेको नेपाली सिटिजन त हुनै पर्यो। त्यसपछि मिनिमम 60% इन एग्रिगेट भनेको तिमीहरूको 12मा टोटल कति आउनु पर्यो? 60% आउनु पर्यो। 60% भनेको लगभग लगभग हाम्रो अहिले जिपेमा छ अलमोस्ट 2.4 जिपेदेखि माथि नै हुन्छ 60% भनेको। र थर्ड नम्बरमा छ मिनिमम 50% इन इङ्ग्लिस। इङ्ग्लिसमा तिमीहरूको 50% भन्दा माथि आउनु पर्यो, मतलब 2.4 जिपे भन्दा माथि आउनु पर्यो। इन्जिनियरिङ पढ्नको लागि चाहिँ पिसिएम भनेको फिजिक्स केमिस्ट्री र म्याथमा कति आउनु पर्यो? मिनिमम 60% आउनु पर्यो। र तिमीहरूको यदि तिमीहरू एग्रिकल्चर फार्मेसी फुड टेक र बिएससी नर्सिङ पढ्न चाहन्छौ भने तिमीहरूको पिसिबी फिजिक्स केमिस्ट्री र बायोमा कति आउनु पर्यो? मिनिमम 55% आउनु पर्यो। यदि तिमीहरूले यो क्राइटेरिया फुलफिल गर्छौ भने तिमीहरू यो स्कलरसिपको लागि के छौ? क्यापेबल छौ र यो स्कलरसिप तिमीहरूले एचिभ गर्न सक्छौ। यदि तिमीहरूले त्यो क्राइटेरिया के पास गरिसकेको छौ भने तिमीहरूको एप्लिकेसन प्रोसेसमा आउँछौ। एप्लिकेसन प्रोसेसमा तिमीहरूलाई के गर्नुपर्छ भनेपछि सुरुमा अनलाइन एप्लिकेसन खुलेको हुन्छ, वेबसाइटमा अनलाइन एप्लिकेसन खुलेको हुन्छ। यसको बारेमा म डिटेलमा एउटा भिडियो बनाउँछु कसरी फर्म भर्ने भनेर। यो चाहिँ अप्रिल र मेको बिचमा खुल्छ। अब तिमीहरूसँग टाइम छ, अब अप्रिल आउनु लाग्छ, मे पनि आउनु लाग्छ। अप्रिल र मेको बिचमा के हुन्छ? यो स्कलरसिप खुल्छ। त्यसैले यसको लागि सबजना रेडी भएर बस्नु होला। र सेकेन्डमा छ एप्लिकेसन फी। तिमीहरूले एउटा सर्टेन एमाउन्ट अफ फी तिर्नुपर्छ, नेपाली 400। सर्टेन एमाउन्ट भन्नाले तिमीहरूले कति तिर्नुपर्छ? नेपाली 400 रुपियाँ तिर्नुपर्छ। र यो इक्जाम हुन्छ कम्प्युटर बेस्ड टेस्ट। भनेपछि तिमीहरूले केमा दिन्छौ यो इक्जाम? कम्प्युटरमा दिन्छौ। अनि लास्ट थिङ, तिमीहरूको ऱ्याङ्क अनुसार नै तिमीहरूले के पाउँछौ? सिटहरू पनि पाउँछौ। अब तिमीहरूले एप्लिकेसन पनि भरिसक्यौ र तिमीहरूलाई डकुमेन्ट चाहिन्छ। कुन कुन डकुमेन्ट चाहिन्छ त? फर्स्टमा हामीलाई चाहिने भनेको डकुमेन्ट के हो? अब हामीलाई मिनिमम रिक्वायरमेन्ट त +2 पास हो। यसको लागि त अब मार्कसिट त चाहिने नै भइहाल्यो +2 को। क्यारेक्टर सर्टिफिकेट, तिमीहरूले यो क्यारेक्टर सर्टिफिकेट मस्तले कलेजबाट पाउन सक्छौ।
त्यसपछि तिमीहरूको हो सिटिजन सर्टिफिकेट। सिटिजन सर्टिफिकेटमा यहाँ चाहिनुपर्ने कुरा के छ भनेछिमा तिमीहरूको इङ्ग्लिस ट्रान्सलेट हुनु पर्यो। अनि त्यसपछि पासपोर्ट र सिटिजनसिपमा जे भयो नि हुन्छ। अनि त्यसपछि मैले तिमीहरूलाई अघि नै भनेको थिएँ, ब्याङ्कमा 400 को के एप्लिकेसन फर्म भर्ने, अनि त्यस ब्याङ्कले के दिन्छ तिमीहरूलाई भाउचर दिन्छ, र त्यो भाउचर ल्याएर आउने। डकुमेन्ट रिक्वायरमेन्ट यही नै हो। अब तिमीहरूसँग डकुमेन्ट पनि भइसक्यो, अब तिमीहरू इक्जाम दिनको लागि के छौ, एकदम पर्फेक्ट छौ भनेर मैले मानिरहेको छु है त। अब हामी बुझ्छौँ यसको इक्जाम फर्मेटहरू। अब इक्जाम हाम्रो आउँछ एमसिक्यूमा आउँछ। सब इक्जाम केमा आउँछ, एमसिक्यूमा आउँछ। हाम्रो टोटल एमसिक्यू भनेको कति मार्क्सको आउँछ, 200 मार्क्सको आउँछ, र 200वटा नै एमसिक्यू आउँछ। र सब्जेक्टहरू हुन्छ हाम्रो चारवटा, फिजिक्स, केमिस्ट्री, म्याथ, इङ्ग्लिस। म्याथ र बायो मैले अप्सनल दिएको छु। यदि तिमीहरू इन्जिनियरिङ पढ्न चाहन्छौ भने तिमीहरूले म्याथको इक्जाम दिनुपर्छ, र तिमीहरू इन्जिनियरिङ बायो अरू पढ्न चाहन्छौ भने तिमीहरूले कसको इक्जाम दिनुपर्छ, बायोको इक्जाम दिनुपर्छ। हरेक सब्जेक्टमा तिमीहरूलाई कतिवटा क्वेसन आउँछ, 50वटा क्वेसन आउँछ, र हरेक क्वेसनको 1 मार्क्स आउँछ। र त्यस्तै गरी केमिस्ट्रीको पनि 50 मार्क्सको, अनि म्याथ अथवा बायोको पनि तिमीहरूको 50 मार्क्सको, इङ्ग्लिस पनि त्यस्तै गरेर कति मार्क्सको, 50 मार्क्सको। टोटल गरेर तिमीलाई कति मार्क्सको आउँछ, 200 मार्क्सको आउँछ। अर्को तिमीहरूले थाहा पाउनु पर्ने कुरा भनेको इक्जामिनेसनको बारेमा टोटल थाहा पाउनु पर्छ। यो इक्जाम विशेष गरी 2 दिनमा कन्डक्ट गरिन्छ। पहिलो दिनमा तिमीहरूको फिजिक्स, केमिस्ट्री, इङ्ग्लिस हुन्छ सबैको लागि। र दोस्रो दिनमा तिमीहरूको के हुन्छ, म्याथ र बायोलोजी हुन्छ। जसले इन्जिनियरिङ पढ्न चाहन्छ त्यसले म्याथ दिन्छन्, र जसले अरू इन्जिनियरिङ बाहेक जस्तो फार्मेसी, बिएससी नर्सिङ पढ्न चाहनुहुन्छ उनीहरूले के दिन्छन्, बायोलोजी दिन्छन्। मैले तिमीलाई कति मार्क्सको आउँछ र के आउँछ पनि अघि नै भनिसकेँ। त्यसपछि तिमीलाई एउटा मेन चिज तिमीले थाहा पाउनु पर्ने चिज भनेको यहाँ छ एउटा, इङ्ग्लिस। तिमीहरूको इङ्ग्लिसको मार्क्स जोडिन्न। अब इङ्ग्लिसको मार्क्स जोडिन्न भने किन इक्जाम दिने, तिमीहरूले के लाग्नु पर्यो, 50% भन्दा एबभ ल्याउनु पर्यो इङ्ग्लिसमा। यदि तिमीहरूले यो 50% भन्दा एबभ ल्याएनौ भने तिमीहरू त्यो क्राइटेरियाभित्र नै पर्दैनौ। तिमीहरूको नाम आउने इम्पोसिबल छ। भनेको तिमीहरूको मिनिमम पनि इङ्ग्लिसमा 50% आउनु पर्यो, तर त्यो मार्क्स के हुन्छ, जोडिँदैन। एडमिट कार्ड। एडमिट कार्ड तिमीहरूको इक्जामको 3-4 दिनभन्दा अगाडि पाइहाल्छौ। तिमीलाई एउटा कुरा फाइदाको के छ भने चाहिँ यहाँ नेगेटिभ मार्क्स पनि छैन, यहाँ कट अफ मार्क्स पनि छैन। कुनै पनि रङ एन्सरको लागि तिमीलाई नेगेटिभ मार्क्स पनि छैन, कट अफ मार्क्स पनि छैन। तिमीहरूले जस्तोमा टिक लाएर आउँदा पनि हुन्छ, तिमीहरूको मार्क्स चाहिँ घट्दैन। अनि अर्को कुरा, तिमीहरूको यो इक्जामिनेसन कहाँ हुन्छ, काठमाडौँको डिफ्रेन्ट कलेजमा हुन्छ। मलाई भन्छु, मलाई धेरैले सोधिरहेको थिए इक्जामिनेसनमा सेन्टर चेन्ज गर्न मिल्छ, नो, मिल्दैन। तिमीहरूले एउटा जुन सेन्टर पाछौ त्यही सेन्टरमा तिमीहरूले इक्जाम दिनुपर्छ, तिमीहरूले सेन्टर चेन्ज गर्न पाउँदैनौ। एउटा कुरा चाहिँ तिमीहरूले एकदम ख्याल राख्नुपर्छ, तिमीहरू इक्जाम हुनुभन्दा 40 मिनट अगाडि पुग्नुपर्छ। किनभने इक्जामको 30 मिनट अगाडि नै के हुन्छ, गेट बन्द हुन्छ। त्यसैले यदि तिमीहरूले गेट बन्द भयो भने तिमीहरूले इक्जाम दिन पाउँदैनौ। त्यसैले यो कुरा चाहिँ एकदम याद राख्नु, एकदम सकेसम्म छिटो जानु, 1 घन्टा अगाडि नै जाँदा केही हुन्न। लेट्स टक अबाउट हामीलाई इक्जामिनेसन हलमा के चाहिन्छ। मैले तिमीलाई चाहे भए छोटो भिडियो बनाएर जस्तो पाए त्यस्तै बनाएर भिडियो पठाउन सक्थेँ, तर मैले तिमीलाई टोटल, तिमीलाई सबै इन्फर्मेसन होस् भनेर तिमीहरूलाई A to Z को बारेमा भनिरहेको छु। त्यसैले यो भिडियोलाई लाइक गर, सब्सक्राइब गर, कमेन्ट गर, र केही नबुझेको कुराहरू हामीलाई इन्स्टाग्राम पेजमा पनि तिमीहरूले सोध्न सक्छौ। इन्स्टाग्राम पेज मैले तिमीहरूलाई लिङ्कमा राखिदिन्छु, त्यहाँबाट तिमीहरूले मलाई सोध्न सक्छौ। र पहिलो चिज भनेको त एडमिट कार्ड हो। अब त्यो त हुने कुरा नै भइहाल्यो। अनि त्यसपछि पासपोर्ट अथवा सिटिजनसिप। एउटा कुरा चाहिँ तिमीहरूले ओरिजिनल पासपोर्ट अथवा सिटिजनसिप लानुपर्छ, तिमीहरूले कपी लगेर हुँदैन। अनि आफूलाई लेख्नको लागि पेन अनि क्यालकुलेटर अलाउड छैन, किनभने बेसिक क्यालकुलेसन आउँछ, त्यसैले तिमीलाई क्यालकुलेटर इक्जाम हलभित्र बोक्न दिँदैन। यो कुरा चाहिँ तिमीहरूले एकदम थाहा पाउनु पर्ने चिज हो। तिमीहरूले इक्जाम दियो अरे, अब इक्जाम दिएपछि के गर्ने, रिजल्ट कुर्ने। अब रिजल्ट तिमीहरूको इक्जाम दिएको 2-3 विक्स पछि आउँछ। के 2-3 विक्स पछि आउँछ। अनि अर्को कुरा, जस्तो हामीले +2मा हाम्रो कपी हेर्न नपाएको जस्तै यहाँ पनि के हुन्छ, अब्टेन मार्क्स हेर्न पाइँदैन। यो मेन स्कलरसिप भनेको कसको लागि हो, इन्जिनियरिङको लागि हो। सो 140देखि 160वटा सिट चाहिँ कसको लागि छुट्याएको हुन्छ, इन्जिनियरिङको लागि छुट्याएको हुन्छ। एट लास्ट मैले यहाँ भएको सब क्वेसनको एन्सर दिनेछु, किनभने म इन्डियामा पढिरहेको छु र मलाई यसको बारेमा टोटल थाहा छ। पहिलो क्वेसन छ, हामीले पहिलो ताली कम्प्लेक्स इक्जाम दिउँ रे, हाम्रो निस्केन अरे, फेरि दिन पाउँछ, एकदम पाउँछ।
100% पाउँछ। के हुन्छ, दोस्रो ताली पनि हामीले कम्प्लेक्स इक्जाम दिन पाउँछौँ। अनि अर्को क्वेसन छ, क्यान आई फाइन्ड नेप्ली सिनियर? एकदम, तिमीहरूले इन्डियामा हरेक वर्ष 4 देखि 5 हजार स्टुडेन्ट इन्डियामा इन्जिनियरिङ अथवा अरू पढ्न आउँछन्। सो तिमीहरूले नेप्ली सिनियर त मस्तले पाउँछौ। यो कुरा पनि राइट छ, तिमीहरूले नेप्ली सिनियर पाउँछौ। यदि नाम निस्के छ भने तिमीहरूले त्यहाँको सिनियरहरूसँग कन्ट्याक्ट गरेर त्यसको कलेजको बारेमा बुझ्न पनि सक्छौ। अनि सबभन्दा बढी सोधेको क्वेसन, इन्डियामा पढ्न आउने भनेको मेन कारण भनेकै प्लेसमेन्ट अपर्च्युनिटी हो। अब तिमीहरूको योमा कलेज अनुसार, तिमीहरूको मान्छे अनुसार फरक फरक पर्छ। इन्डियामा अपर्च्युनिटी एकदम धेरै छ, तर त्यसलाई कसरी ग्र्याब गर्ने, अथवा त्यो तिमीहरूको कलेज अनुसार फरक पर्छ, तिमीहरूको मान्छे अनुसार फरक पर्छ। यदि तिमीहरूमा स्किल छ भने तिमीहरूले अपर्च्युनिटी पाउँछौ र जबहरू पनि खान सक्छौ। यदि तिमीहरूमा छैन भने तिमीहरूले खान सक्दैनौ अथवा कम स्यालेरीमा पाउँछौ। तिमीहरूलाई मेन फाइदा भनेको तिमीहरूको यो इन्डियाको सर्टिफिकेट नेपालमा पनि काम गर्छ। कम्पेक्सबाट स्कलरसिप जसले पाएको छ त्यो नेपालमा पनि एकदम काम गर्छ। एकदम राम्रो राम्रो कलेजहरू दिएको हुन्छ कम्पेक्सबाट आउनेलाई, र मन्थली पैसा पनि दिन्छ एक सर्टेन एमाउन्ट, र एकदम फुल्ली फन्डेड, एकदम फ्रीमा पढ्न पाउँछौ। तिमीहरूलाई अर्को कुरा म के भन्न चाहन्छु भने, यदि तिमीहरू इन्डियामा पढ्न चाहन्छौ भने एकदम सोचेर एकदम विचार गरेर मात्रै कलेज चुज गर्नु। यदि तिमीलाई कुनै कलेजमा डाउट छ अथवा यो कलेजको बारेमा बुझ्नु छ भने मलाई कन्ट्याक्ट गर्न सक्छौ। किनभने मलाई अलमोस्ट हरेक कलेजको बारेमा थाहा छ, किनभने म इन्डियामै पढ्छु। सो तिमीलाई कुनै कलेजमा डाउट छ, यो कलेजमा पढौँ अथवा यो कलेजमा नपढौँ भन्ने डाउट छ भने पनि मलाई सोध्न सक्छौ। अनि म तिमीलाई भन्नेछु यहाँमा के राम्रो छ के नराम्रो छ, तिमीहरू के गर्न सक्छौ कस्तो गर्न सक्छौ भनेर। एट लास्ट पनि भन्दैछु कि यदि तिमीलाई कुनै हेल्प चाहियो भने म तिमीलाई लिङ्कमा राखिदिन्छु। क्याप एकाडेमी भन्ने इन्स्टाग्राममा जान सक्छौ र त्यहाँमा गएर हामीलाई मेसेज गर्न सक्छौ, हामीले रिप्लाई दिन्छौँ।